नमस्कार सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनीहरू, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकार मित्रहरू सबैलाई फेरि पनि विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। जहाँ रहनुहोस्, खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र हार्दिक मङ्गलमय शुभकामना है। र हामी भन्दै गर्दा अब नयाँ जेएनजीको कुराहरू, प्रत्यक्ष प्रधानमन्त्री प्रणाली, स्थायी सरकारको कुराहरू गर्दै गर्दा चाहिँ कस्तो भन्दाखेरि एउटा सिपाही अथवा भनौँ न एउटा सिपाही त्यसलाई योग्य बनाउनको लागि 2.5 वर्ष लाग्छ हैन। एउटा सिपाही, एउटा आर्मी हैन, नेपाल आर्मीको एउटा रिक्रुटबाट चाहिँ सुरु भएर चाहिँ त्यो मान्छे ड्युटी चाहिँ गर्न सक्ने क्षमता बनाउनलाई 2.5 वर्ष लाग्छ भने एउटा आइजिपी बनाउनलाई लगभग 30-35 वर्ष लाग्छ। एउटा आइजिपी चाहिँ त्यही उसबाट आउनलाई। त्यसपछि अब उहाँको त्यही कुराहरूमा योग्य अनुसार चाहिँ छानिने हो। र जाँदै गर्दाखेरि चाहिँ एउटा चाहिँ नेता प्रधानमन्त्री बनाउनलाई पार्टी सङ्गठनबाट अथवा भनौँ न विभिन्न बाट आउँदाखेरि चाहिँ 40-50-60 वर्ष नै लाग्छ। त्यसकारणले यो अभ्यासको दौरानमा हामीले अहिले अब विज्ञ छान्ने, हाम्रोलाई होइन राम्रोलाई छान्ने, विज्ञलाई छान्ने होइन, अब विश्लेषकहरूलाई लिएर आउने भन्ने गुण भाषी निर्माण गरेको छ। भोलि गएर यो देशमा यस्ता कुराहरू गरेर चाहिँ तपाईको देश चाहिँ अर्कै मोडमा जान सक्छ। त्यसकारणले अहिले पनि अब गइरहेको देखिएछु, अब भइसकेका छन् हैन। त्यसको लागि चाहिँ हामीले सबैभन्दा शिक्षा लिनु चाहिँ जरुरी देखिन्छ। राजनीति गर्नको लागि पढ्नु पर्यो। अब राजनीति गर्नको लागि विश्व भाषा, अन्तर्राष्ट्रिय राजनीति पनि पढ्नु पर्यो, बुझ्नु पर्यो। एवं प्रकारले लिडरसिपको चाहिँ कुराहरू गर्दै जानु पर्यो। त्यो शिक्षा लिने भनेको त्यही पार्टी सङ्गठनबाटै हो। फेरि यहाँ पार्टी सङ्गठनको कुरा गऱ्यो भने यो त झोले पो रहेछ भन्नु होला होइन। पार्टी भनेको चाहिँ शिक्षा हो। त्यसलाई नै हामीले राम्रो बनाउने र देशको चाहिँ कर्णेदार बनाउने एउटा नेतृत्व चुन्ने चाहिँ त्यही सङ्गठनबाट हुन्छ भन्न चाहन्छौँ हैन। त्यसकारणले यी कुराहरू चाहिँ हुन्छ।